नमस्कार, म लीलाराज लोहनी। आज नेट डोमेस्टिक प्रोडक्ट र नेट नेशनल प्रोडक्टको बारेमा क्लास लिँदैछु। कृपया यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईहरुले बुझ्नु भएको खण्डमा मेरो यस भिडियोलाई एक लाइक, मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब आजको कुरा सुरु गरौँ है त। हामी नेट डोमेस्टिक प्रोडक्ट, यसलाई हामीले के भन्छौँ भने नेपालीमा भन्नुपर्दा नि खुद गृहस्थ उत्पादन। ख्याल गर्नुस् है, हामीले कुल गृहस्थ उत्पादन अथवा ग्रस डोमेस्टिक प्रोडक्टको बारेमा पढिसक्यौं। केही कन्फ्युजन छैन मलाई लाग्छ, बुझ्नुहुन्छ। अघिल्लो भिडियोमा गएर हेर्नु होला। भिडियोको लिंक तल डिस्क्रिप्सनमा राखिदिएको छु। ग्रस डोमेस्टिक प्रोडक्ट बुझ्नु आएको छ तपाईलाई। ग्रस डोमेस्टिक प्रोडक्ट भनेको जीडीपी भनेको के भने कुनै पनि देशमा उत्पादन भएका सीमानाभित्र उत्पादन भएका सबै गुड्सहरुको, सबै गुड्स एन्ड सर्भिसेसको मार्केट भ्यालुको सम। P1 Q1, P2 Q2, P3 Q3 प्लस ब्ला 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 प्लस PN Q। हजारौं वस्तु त्यो देशको सीमानाभित्र उत्पादन भएका फाइनल गुड्स है, इन्टरमिडिएट गुड्स हैन, फाइनल गुड्स। फाइनल गुड्स मीन्स which can be consumed directly, which can be used directly, which is not for processed further, जसलाई पुनः प्रशोधन गरिन्न, त्यस्तोलाई फाइनल गुड्स हुन्छ। फाइनल गुड्सहरुको प्राइससँग मल्टिप्लाई गरेर मार्केट भ्यालुसँग मल्टिप्लाई गरेर निकालिएको जोडिएको समलाई चाहिँ हामीले जीडीपी भनेर भन्छौं। यसलाई हामीले जीडीपी एमपी पनि भन्छौं मार्केट प्राइसमा, अथवा यसलाई हामीले नोमिनल जीडीपी पनि भन्छौं। ठीक छ। यसरी जीडीपी आइसकेपछि, ठीक छ, जीडीपी आइसकेपछि यो जीडीपी मा अर्थात यो उत्पादनमा प्रयोग भएका सम्पूर्ण क्यापिटल गुड्सहरुको डिप्रिसिएसनलाई घटाउनु पर्ने हुन्छ। डिप्रिसिएसन, ठीक छ। त्यसो भए नेट डोमेस्टिक प्रोडक्ट भनेको के हो भन्नुहुन्छ भने यो जीडीपी माइनस डिप्रिसिएसन हो, अरु कुरा केही पनि होइन। डिप्रिसिएसन भनेको के हो तपाईलाई थाहा छ, वेयर एन्ड टियर कस्ट अफ क्यापिटल, बस सिधै। त्यसो भए तपाईको एनडीपी को बारेमा बुझिसक्नु। अब एक लाइन ल्याङ्ग्वेज बस। Therefore, NDP is the market value of all final goods and services after deducting the depreciation from gross domestic product GDP। बुझ्नुभयो? हेर्नुस्, GDP is the market value of all final goods and services after deducting the depreciation from the gross domestic product। यसको भन्नुको मतलब के हो भने एनडीपी भनेको जीडीपी माइनस डिप्रिसिएसन हो। ठीक छ। अब डिप्रिसिएसन भनेको के लेख्नुस्, depreciation is the wear and tear cost of capital which is used in production process। प्रोडक्सन प्रोसेसमा अथवा उत्पादन प्रक्रियामा प्रयोग भएका क्यापिटल गुड्सहरुको वेयर एन्ड टियर कस्ट अर्थात खिएर जाने, टुटेर जाने लागतलाई चाहिँ हामीले के भन्छौं, डिप्रिसिएसन भन्छौं। जीडीपी मा डिप्रिसिएसन घटाइदिसकेपछि
नेट डोमेस्टिक प्रोडक्ट आउँछ बस ठीक छ। अब कुरा गरौँ नेट नेशनल प्रोडक्ट। खुद राष्ट्रिय उत्पादन एनएनपी। अघिको जस्तै नेट नेशनल प्रोडक्ट is the difference between GNP and depreciation. GNP बाट कुल ग्रस नेशनल प्रोडक्ट बाट कुल राष्ट्रिय उत्पादन बाट डिप्रिसिएसन ह्रास घटाए पछाडी एनएनपी प्राप्त हुन्छ। Therefore तपाईले यसलाई डेफिनेसन लेख्न सक्नुहुन्छ। Therefore net national product is the difference between GNP and depreciation. Therefore that is okay, NNP is difference between GNP and depreciation. ठीक छ। यसलाई भनिन्छ नेट नेशनल प्रोडक्ट। अब यो अगाडिदेखि हामीले एनएनपी मा आइरहेका छौँ, मार्केट प्राइसमा भन्ने कुरा गरिरहेका छौँ र यो एनएनपी लाई नै हामीले रियालिटीमा एनएनपी इज कन्सिडर्ड एज नेशनल इन्कम। नेशनल इन्कम योलाई चाहिँ हामीले नेशनल इन्कम भन्ने। अझ फ्याक्ट कुरा गर्नुपर्दाखेरि एनएनपीएफसी लाई चाहिँ हामीले नेशनल इन्कम भनेर भन्छौँ। टेक्निकली यसलाई चाहिँ नेशनल इन्कम भन्छौँ। अब यो कसरी आउँछ भन्नुहुन्छ भने तपाईलाई फेरि भनिदिहाल्छु। नेट नेशनल प्रोडक्ट एट एफसी भनेको तपाईको नेट नेशनल प्रोडक्ट यो जति पनि आउँछ एमपी मा आउँछ। यो हिसाब गर्दाखेरि एमपी मा आउँछ। यसमा नेट इनडाइरेक्ट ट्याक्सेस घटाइदिने हो भने एनएनपी एफसी आउँछ। अनि फेरि कुरा आउँछ नेट इनडाइरेक्ट ट्याक्सेस भनेको के, वेयर नेट इनडाइरेक्ट ट्याक्सेस लाई खुद अप्रत्यक्ष कर भनेर भन्छ नेपालीमा। खुद अप्रत्यक्ष कर सुन्नुस् है, यो भनेको चाहिँ इनडाइरेक्ट ट्याक्सेस माइनस सब्सिडीज। इनडाइरेक्ट ट्याक्सबाट सब्सिडीज घटाउँदाखेरि नेट इनडाइरेक्ट ट्याक्सेस आउँछ। अप्रत्यक्ष करबाट अनुदान रकम घटाइयो भने नेट इनडाइरेक्ट ट्याक्स आउँछ र यसलाई हामीले के भन्छौँ भन्दा नेशनल इन्कम भनेर भन्छौँ। नेशनल इन्कम भनेको यो है। ठीक छ साथीहरु, तपाईलाई के कन्फ्युजन छ भने तपाईले कमेन्ट लेख्न सक्नुहुन्छ। म तपाईहरुको हरेक कमेन्टलाई रेस्पोन्ड गर्ने ट्राई गर्नेछु। अन्त्यमा कस्तो लाग्यो तपाईहरुलाई मेरो क्लास? कमेन्ट सहित लाइक र सब्स्क्राइब गरिदिनु होला। तपाईलाई धेरै धेरै धन्यवाद। तपाईलाई अब क्लास छुटेकोमा कुनै पनि चिन्ता हुन्न। इकोनोमिक्सको क्लास सम्पूर्ण क्लासहरु म कभरेज गर्दिन्छु। धन्यवाद।